हेलो 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 नमस्ते नमस्ते सबैजनालाई। ल आज चाहिँ हामी दसैँ मनाउनको लागि यहाँ छ हाम्रो है वासस्थान चाहिँ। यहाँ हाम्रो बोजू। हेलो ठुलिआमा, ह्यापी दसैँ। यहाँ हामी चाहिँ दसैँ मनाउनको लागि मामा घरतिर जाँदैछौँ। ल अब हामी एकैचोटि मामा घरतिर भेट्छौँ है। हाम्रो मामा घर चाहिँ नजिकै छ, धेरै छैन, टाढो। मेरो परिवार सबैजना त्यहाँ अगाडि पुगिसक्यो। छोरा हेलो ह्यापी दसैँ नवाङ। ल हाम्रो मामा घर यहीँनिर हो होइन, धेरै यात्रा गर्नु पर्दैन, नजिकै छ। ल यहाँ चाहिँ हाम्रो मामा घर। ल हाम्रो बोजू पनि आइपुग्नु भयो। लेट्स गो। मामा घरको चाहिँ सानो झलक। सररररर वाउ। हेलो भान्जी, ह्यापी दसैँ। यहाँ चाहिँ हाम्रो मामा घरमा ल यी हाम्रो पाहुनाहरू सबैजना आइसक्नु भइसकेछ। हेलो ह्यापी दसैँ भान्जीहरू। यता सानो कान्छी भान्जी, माइली, ठुली। ह्यापी दसैँ सबैजनालाई। यहाँ हुनुहुन्छ मामा माइजू, म चाहिँ यहाँ छु है। ल माइजू फ्याबुला। ल यहाँ कहाँ बहिनी, यहाँ मम्मी। ल ह्यापी दसैँ सबैजनालाई। खै ल बल्ल बल्ल। ल हाम्रो सबै खानाहरू रेडी भइसक्यो यहाँनिर। अब टट्ट यहाँ हाम्रो सानो स्मल किचन। ल ल हाम्रो आजको दसैँ कार्यक्रम चाहिँ यही भवनमा मनाउने छौँ। ओके हेलो वेलकम। सबलाई वेलकम गरौँ है। यहाँ हाम्रो ल गाइज जेन्टलमेन आज हाम्रो दसैँको टिकाको दिन होइन। यहाँ यी दुईजना ठुलो मान्छेहरू चाहिँ टिका लगाउनु बसिसक्नु भएको। नाङ सर हेलो, नाङ सर हेलो। यतापट्टि हाम्रो माम पनि हुनुहुन्छ, यतापट्टि हाम्रो माम मम्मी, यता हेर्नु त हाम्रो मामा हुनुहुन्छ। यहाँको नक्कली छ। हाम्रो टिका सुरु भयो अब। हाम्रो माम, बुढी माम, सोफी, हाम्रो माम नवाङ। मम्मी ठुल्यामा गइसक्ने मम्मीहरू हुन्छ नि, हामी लाइनै बस्ने लाइनै। टिका लगाइदिन्छ त नि, आमाजुलाई लगाइदिन्छ त नि। दसैँमा भाइ छैन अनि आमाजुमा जान्छ। मेरो एउटा खामदिनु
ल दिदी यहाँबाट खुट्टामा ढोक्नु पर्ने हो फ्ल्याङमा उठ्नु अब मलाई चाहिँ राम्रो चाहिँ दशहरा चाहिँ मेरो चाहिँ उडी हाल्नु है ज्वाइँहरू पनि राम्रो राम्रो जानुपर्छ है पाइलट भएर विदेशबाट ल्याउनु पर्यो नि त पर छ यस्तो त छ माइतीको उनीहरूले आउँछ नहुँदाखेरि ए फुलसम्म दिने फुल पनि यसमा खुट्टा राम्ररी सफ्ट लुगाएर सिधा बस्छ सफ्ट लुगाएर राम्ररी त्यसलाई खिचेर सिधा राम्ररी बस्छ नाम छोरो खै त बाउला खुट्टामा ढोका पर्दैन खुट्टा म यो पाली मेरो पालो Sophie, though. Nào, ba buổi tao. अलिक छेउमा Nào, nó gì đâu? अलिक टाढो अलिक साइड अटक छेउमा आवाज हो त्यही हाल भनेको मैले भनेको धेरै पढ्नु नाम दाम दाम कमाउनु नाम पनि कमाउनु पर्यो दाम पनि कमाउनु पर्यो नमस्ते गरौँ न कति बोल्नु म कस्तो यहाँ कति राम्रो चल्छ बाम न पहिला सल्दा लगाएर उसके फेरि धेरै पढ्नु मन बाले भनेको मान्नु मुख नलाग्नु मुख लाग्नु भनेको मान्नु जारी खान जानु अल्छी नगर्नु काम लागेको काम कुरो गर्नु ल सुन्दर पाइन्छ सोफी धेरै पढ्नु ल धेरै पढ्नु नाच्नु पनि नाउन साइकल अलिक थोरै कुदाउनु खुट्टा भाँचिन्छ अनि पढ्नुमा चाहिँ अलिक धेरै ध्यान दिनु ल म्यामको पढ्नु जानु ल हस् आज भनेको सबै पुग्छ नि फेरि ल अगाडि म्याम भएको पढ्नु जानुपर्छ है त्यो आमाको आमा छोराको लगाउन ल ल भाइ लगाउनु यहाँ आपाले भिडियो खिच्दैछ बस न ठुलो पार्को अलिअलि के पैसा मान्दैन भन्नु छ सबैलाई एकैचोटि ढुक्ने लाइनै त्यहाँदेखि वेदर है गाइस लागिसक्यो होला नाम छ लाग्दैन ल अब उठेर लाइनै ढोग्नुपर्छ ल लाइन चाहिँ ढोगौँ अब
यिनीहरू घोपेर निहुरेर घोडा टेकेर ढोग खै माम खै मम ल भाग्यमा भुइँमा एकदम स्यावाले भिडियो गर्ने भाग्यमानी मेरो नाति लो भाग्यमानी मेरो नातिनीहरू सबै सधैँभरि यस्तै डोगिरहनु सधैँभरि दसैँ तिहार मानिरहनु पाऊँ खुट्टामा ढोक्ने हो त नि बुढी माम चाहिँ खैलु बुढी माम कस्तो भयो दसैँ भाइ खै त ह्याप्पी दसैँ खै ह्याप्पी दसैँ भन्दै जामाले शुभकामना देऊ न सबैलाई के भयो ल देऊ त ल यिनीहरू चाहिँ कम भयो के तिमीहरू लु बोल त ल दुईजना सबैजनालाई बडा दसैँको शुभकामना भनेर भन ल दसैँको शुभकामना ओके 25 को भन न 25 को 225 2000 at 2025 हाम्रो दसैँ कार्यक्रम दसैँ कार्यक्रम रमाइलो हुँदैछ साथीहरू हजुरहरुकोमा कस्तो जाँदैछ हाम्रो चाहिँ दसैँ कार्यक्रम यस्तो भइरहेछ है यहाँ लगाऊ है यहाँ रहेछ पिलर हडी लाउने पिलर यहाँ लगाऊ टिका त भनेर